भ्लग सधैँ आज म आइसकेको छु तपाईँको साथमा नयाँ न्यू डे भ्लग लिएर होइन। म चाहिँ आज चाहिँ धेरै दिनपछि आएको छु युट्युबमा होइन, किनकि हाम्रो चाहिँ इक्जाम चलिरहेको छ। त्यसैले म इक्जाम दिएर बसेको थिएँ होइन। अहिले चाहिँ हाम्रो स्कुल बिदा भइसकेको छ होइन। आएन यसो बिदा भयो, अब के गरौँ भन्नुभएको थिएन। आज खरिन जाने प्लान थियो, क्यान्सल भयो, भोलि जाने। अब यसो के गरौँ, लाइनै आएन घरमा, त्यही भएर के गरौँ भनेको। त्यही भएर भिडियो बनाउने मेरो सोच आयो होइन। त्यही भएर भिडियो बनाउनु ला हो। अब कहाँसम्म पुगौँ भन्ने चाहिँ मेरो सोच हो। म मेरो उको त ऊ के भन्छ अरे यहाँ लगाउने के लुगा, म चाहिँ अङ्कित बेटुवाकै घर जान्छु। किनकि मेरो लुगा मेरो हाइनेको मेरो क्याब त्यहीँ हो होइन। किनकि अस्ति म तल खेतमा काम गर्न गएको थिएँ। यता घुम्न होइन। तल खेतमा काम गर्न गएको थिएँ म होइन। त्यही भएर तल उहाँ खेतमा छोडेको थिएँ। खेतमा त तलमा आमा घरमा छोडेको थिएँ मैले होइन। अनि त्यहाँबाट चाहिँ हिजो मम्मीले लिएर आएको थिएँ। मम्मीले फेरि यहीँ छोडेर आइसक्यो कि त्यहाँ लुगा तल छोडेर आइदिएछन्। अब जाम त्यहाँ लिएर आऊँ लुगा, लिएर आऊँ भन्दा पनि लगाऊँ। यो टी सर्ट स्कुल बसेर मात्रै लाउनुपर्छ किनकि यसले पसिना सोच्ने काम गर्छ। कपाल पनि भोलि अब फेद हान्छु म होइन। कपाल काट्छु। हेर्न के पानी परेर खतम खतम। ओहो हात गलेको हिँड्ने उतापट्टि पारेको म। स्कुल कता हो? स्कुल चाहिँ अब आइफोनको क्यामेरा परेन के भन्नु, ब्लर त आइहाल्छ। अङ्कित तल बारीमा जस्तो त्यो गीत गाएर। अब अहिले अङ्कितबाट पुगेपछि एउटा है त अङ्कितको अघि नै तल गएको थिएँ नि, त्यो तलबाट माथि आएर नि खाजा खाएर नि एकछिन आनन्दसँग सुतेँ, उठेँ। अनि त्यसपछि बल्ल यता आएर भिडियो बनाएको होइन। किनकि अघि नै त अङ्कितको घर आएर भिडियो बनाउने बिर्सिसकेँ। अनि त्यहाँ अहिले एउटा फेससँग हेरेको आएको अघि भिडियो बनाएको अघि बनाएको भिडियो आएको थियो। त्यो देखेँ अनि सम्झेँ ए मैले त भिडियो आधी छोड्दैछु भने त्यसपछि फेरि भिडियो बनाउन सुरु गरिदिएको होइन। अब घरमा के गरेर भन्यो चलिने माथि असन्तुष्टको घरतिर जानु पर्यो। यसलाई पनि चार्जमा हालिदिनु पर्यो। सकुन 1 करोडको जग्गा लिएर जानु ज्याकेट लगाउँछ ल। म यता छु हो, म यता छु कता हेरेर यता छु कि म किन हो उता हेर्नु। यता छु त म। अनि ल अर्क्यो फेरि माला कि बाला अर्क्यो अन्त माथिले फेरि डिस्टर्ब गर होला होइन। डिस्टर्ब अब अहिले एकैचोटि अहिले आउने चट्ट पारामा एयरपोर्ट पनि लिएर जाऊँ। यो ढोकाले पनि च्याउरा चुङ गर्छ। कपालको हालत त बेहालत भएर अब के अन्त नि अब यस्तै भएर
यसलाई चाहिँ भोलि फिट एन्ड फाइट हान्ने हो। आमा आमा म असो गएर आउँछु है। नि काखले झरेर फेरि अनि त बिहानसम्म कस्तो थियो नजारा। अहिले ऊ भर्खर घाम डुब्न घाम डुब्ने आमा यतापट्टि होइन घाम डुब्नेकै बुर्कुडी पछाडि होइन उहाँ डुब्न लाखा हो क्या त उता डुब्न लाखा घाम डुब्न लाखा घाम। 5 मिनट यतातिर बसौँ। जाम बाटोहरू नि यता बाटो फेरि ट्र्याक्टरले हिलो बिगा हेर्न गाइजी। ऊ गाइज ऊ भ्यू हेर्नु भ्यू भन्ने के भने रोड देखेर के भ्यू हेर्नु भन्ने अब कस्तो पागल हो कि म पागल। किन गाइज फेरि ऊ हेर्नु ओहो घाम डुब्न लाग्यो भर्खर सर्दिरहेको त माथि बादल चाहिँ सर्दै गइरह यस्तो गरेर यस्तै देखेर खतरा देखिन्छ अनि सक्दैन नि फेरि जामल फेरि अरे यो भिडियो बनाउँदै भिडियो बनाउँदै नि होइन म उसो घर पुग्दाखेरि नि आधी घन्टा लाग्छ 5 मिनटको बाटो आधी घन्टा लाग्छ यार। सुकून है तेरा साथ किसको ला 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 ला। के हो गाइस खसे गरेको फोन कुरा सो गाइस मैले अघि नै भनिसकेँ के अरे म चाहिँ अहिले चाहिँ अशोक दोषको घरबाट चाहिँ घर फर्किँदैछु होइन। अहिले अदरतिर घर फर्किने मेरो सोच त तर म फर्किनँ कि हेर्नु न उता के गर्ने एक्लै छु म। भोलिबाट चाहिँ भाइ नि हुन्छ साथमा भाइ आउँदैछ होइन त्यसपछि रहिला हान्नुपर्छ नि त होइन। त्यसपछि मेरो मोबाइल पनि आउँछ त्यसपछि झन् बवाल हुन्छ यता अहिले मैले मम्मीको मोबाइलबाट गरिरहेको छु भिडियो डङ 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 हान्नुपर्छ अनि त्यसपछि को खेलाइखाने केटाहरू हुन्छ आउनु खेल्न रातभरि खेल्नुपर्छ फ्री फायर दिनभरि भिडियो बनाउनु पर्छ रातभरि फ्री फायर खेल्नुपर्छ अनि सोच्नु चाहिँ बकवास कबल पनि कस्तो औडा औडी हो कि गौडा गौडी जस्तो भए होला सब के कस्तो हो त नि किन हो त नि यस्तो कसरी हो त नि कहिले हो त नि भर्खरै हो त नि किन हो त नि कसरी हो भनेर कति बोल्नु म बोल्ला मलाई थकै लागिसक्यो भन्दा फेरि त नि बुझेनौ मायाले प्यार गरे। म चाहिँ अब आफ्नो घरतिर आइपुगिसकेको छु प्यार गरेको टल्क्यो होला यो राति भएपछि त टल्किन्छ नि त यता बत्ती बोल्छ नि त यसमा बुझेनौ मायाले प्यार गरेको बुझेनौ मायाले प्यार गरेको प्यार गरेको सोल्टी जिउको
आँखामा बसेर खोइ मेरो पैसा खोइ झ्यालमा छ त अरे खोइ मेरो पैसा त समात्नु पर्ने भ्याएको छैन चट्ट पालामा मैले मेरो आफ्नो पैसा समात्नु पर्ने हुन्छ 100 रुपियाँ मेरो यहाँ 50 रुपियाँ रहेछ मात्र रहेछ भने त नि 100 रुपियाँ भोलि पुग्दैन नि त फेरि त्यस्तो हुन्छ कुरो मान्छे मेरो घरबाट चार्जर न चार्जर कता गयो 1 सेकेन्ड ल म चार्ज गर्छु टुकुटुङ गर्न थालिहाल्नु वाइफाई कनेक्ट गरेपछि त फेरि कताको बत्ती बाल्दिने हौ बत्ती बाल्न पनि काम पर्यो नि त नि बत्ती बालिनु पर्यो नि त अब ले बालेपछि फेरि एकैचोटि सबैतिर बत्ती बालिनु पर्छ वाउ ओ क्रसफायर बुझेनौ मायाले स्याहार गरेको बुझेनौ मायाले स्याहार गरेको के हो त्यस्तो पुरानो हो उठ्ने मासुले नि उठिन्छ क्या किन किन्नु जाँदैन मैले झन् कम्पिटिभै खाना खेलेको थिएँ यति खानु मिल्दैन के खान्छ भने भर्खर भिडियो पाएको नुन हालेर खान्छ एउटा त खाँदै त्यस्तो नि के खानु होला राम्ररी गरेर पनि खै नुन गाइज हेर्नु न मासु रहेछ कि यहाँ मासु उसिनेर राखेर चाहिँ म नुन हालेर कपै खाइदिन्छु के हो यो यस्तो छ त्यहाँ के गर्नु दाल उहाँ नुन यहाँ हाल्नु होला बेसन कति हाल्ने लाग्दैन फेरि बत्ती बाल्नु दे चोइदिनु त मैले कति धोइसकिसकेँ भिडियो बनाएको यस्तो नि यस्तो भर्खर उस्ने गर्दा पनि कसले खान्छ छि छोरी मैले त्यसै भने गाई को खान्छ त भने कि हेर्न हाम्रो गाई केरा फले खायो यार काब्रेको बोट पनि थियो आलु फल्यो आलु होइन कति धेरै फल्यो आलु आमाको घरमा आलु फलेर छ नि त लगाइजाजको लागि चाहिँ भिडियो यति नै हुन्छ होइन मोबाइलमा चार्जको अब चार्ज हाल्छु आजको लागि चाहिँ भिडियो यति नै हुन्छ भोलि हेरौँ न भोलि नयाँ नयाँ ठाउँमा गएको भिडियोमा देखाउने भने छु त्यो भएर चाहिँ भिडियोमा सबैजनाले ड्याङ 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 चाहिँ हान्नुपर्ने हुन्छ होइन आजको लागि चाहिँ यति नै हुन्छ हस् त बाई बाई गुड नाइट भएन नि त गुड नाइट ए गुड नाइट